लालगुटी घेराउ गरेर के हुन्छ? मैले 14 तारिक लालगुटी घेराउ गर्छु भनेर चाहिँ नि उसले राख्नु पाउँछ। तर राख्दाखेरि चाहिँ 2011 देखि राख्नुपर्छ है। राख्दाखेरि मैले त फाइल चलाएको छुइनँ नि। हाम्रो चाहिँ अनलाइन फाइल इन्क्वायरी माग्नुहोस्। हामी पनि सपोर्टले पर्मिसन निकालो। म रेलवे स्टेसनबाट शान्ति यात्रा निकाल्छु केटीले। जुन यो 14 तारिक लालगुटी घेराउ गर्छु भन्दै थियो नि, 14 तारिक जिटिएमा के भएन भन्ने उसले आफ्नो कुरा राख्नु पाउँछ, नपाउँदैन भन्दिनँ। गभर्मेन्टलाई राख न, गभर्मेन्टलाई लेख, करेस्पोन्ड गर, उसले राख्नु पाउँछ। तर राख्दाखेरि चाहिँ 2011 देखि राख्नुपर्छ है। हेर्नुहोस्, राख्दाखेरि मैले त फाइल चलाएको छुइनँ नि। हाम्रो चाहिँ अनलाइन फाइलहरू छ, अनलाइन सब अनलाइन प्रोसेस गरेको छु। हिजोको दिनमा फाइल जलाएको थियो मैले चाहिँ, हाम्रोले पनि कसैले आएर जलाइदिन्छ कि भनेर मैले चाहिँ अनलाइन फाइल गरेको छु। बुझ्नु भएन? सबै कम्प्युटरमा सेट छ हाम्रोमा, हाम्रो ई फाइलमा चल्छ र ई फाइल कहिले पनि डिस्ट्रोय हुँदैन। र तपाईँहरूलाई जसले पनि भन्दैछ, तपाईँहरूले 2011 को देखिको तपाईँहरूले इन्क्वायरी माग्नुहोस्। हामी पनि सपोर्ट गर्छौँ। बुझ्नु भएन? हामी पनि सपोर्ट गर्छौँ। 2011 देखिको इन्क्वायरी माग्नुहोस् तपाईँहरूले, माग्ने, तर माग्ने तरिका। तर यहाँनिर 14 तारिक घेराउ गर्छु लालगुटी, यो त डिएमलाई गभर्मेन्टलाई लेख्नु कुरा हो। लालगुटी घेराउ गरेर के हुन्छ? मैले भने त यो घेराउ गरेर दार्जिलिङलाई अशान्ति गर्छ भने नि मैले भने त त्यही दिन 14 तारिक नै पुलिस तिमीहरूले हाम्रो पार्टीले पर्मिसन निकालो। म रेलवे स्टेसनबाट शान्ति यात्रा निकाल्छु केटीले। बुझ्नु भएन? अनि पहाडभरिको मेरो कार्यकर्ता जति पनि शान्ति व्यवस्था चाहनुहुने सबैलाई म आज नै आह्वान गर्छु। यदि उहाँहरूले आफ्नो यथावत राख्यो भने हामी 14 तारिक दार्जिलिङमा रेलवे स्टेसनबाट हामी शान्ति यात्रा गर्छौँ। हेर्नुहोस्, हामी त्यसै छोड्दैनौँ नि, त्यसै छोड्दैनौँ। हेर्नुहोस्, बहुत दुःख गरेर पहाडमा शान्ति ल्याएको, मान्छेलाई शान्ति बस्नु सिकाएको, पहाडमा डरमुक्त पहाड बनाएको तपाईँहरू टप्पर भ्यालीले हेर्नुहोस् न। 2017 देखि एउटा लट्ठी पनि मान्छेले खाएको छैन हौ, एउटा लट्ठी पनि खाएको छैन। पोलिटिकल मोडल सोध्नुहोस् तपाईँहरू। उता टप्पर भ्यालीमा मैले जहाँ कुरा गर्दैछु त्यहाँनिर एउटा लट्ठी पनि खाएको छैन। सबैले खुसीले बस्ने एउटा उहाँहरूको उयो भएछ, बानी भइसक्यो नि लामो। अब उनीहरूले पनि चाहँदैन यो सब चिज। उनीहरूले अब एक्सेप्ट गर्नुपर्छ। उनीहरूले बङ्गालको परिवर्तनलाई बिजेपीलाई भोट हालेको त एक्सेप्ट गर्नुपर्छ हामीले। त्यो फ्याक्टलाई, त्यो फ्याक्ट हो नि त। उहाँहरूले विमल गुरुङलाई भोट हालेको होइन, बिजेपीलाई भोट हालेको। हेर्नुहोस्, त्यो त फ्याक्ट हो, सबैलाई थाहा छ। हिजो लडेको हो नि त, हिजो लडेको। हामी सेकेन्ड पोजिसनमा आएको, उनीहरू थर्ड पोजिसनमा आएको हो नि त। आँकडा भन्छ कि आलोकले भनेको जस्तो। तर मैले तपाईँहरूलाई एउटै कुरो भन्छु, जति पनि पञ्चायत प्रधान हुनुहुन्छ तपाईँहरू, पञ्चायत समितिको चेयरपर्सन, तपाईँहरू अफिस गर्नु थाल्नुहोस्। आफ्नो अफिस सुचारू ढङ्गले गर्नुहोस्, सबैलाई हिजो जस्तो राम्रो व्यवहार गर्नुहोस्। भोट सक्यो, अब भोट सक्यो, अब नर्मलसीमा आएर आफ्नो काम थाल्नुपर्छ हामीले। हेर्नुहोस्, भोट सक्यो, नर्मलसीमा आएर आफ्नो काम थाल्नुपर्छ। हामीले आफ्नो कामपट्टि लाग्नुपर्छ। हामी कसैलाई बिजाउँदैनौँ, तर बिजाउनु आयो भने हामी पहाडको शान्तिलाई बिजाउनु कोही आउँछ, त्यसको अगाडि चाहिँ अनिता उभिएको हुन्छ। पक्का लेखेर हेर्नुहोस्, पक्का लेखेर दार्जिलिङवासी पनि डराउनु पर्दैन। तपाईँहरूले, हामीले डेमोक्रेसी इस्टाब्लिस गरेको छौँ। तपाईँहरूले इच्छा अनुसार तपाईँहरूले भोट हाल्नु पाउनु तपाईँहरूको अधिकार। म जहिले पनि भन्थेँ, तपाईँहरूले हाल्नुभयो, हामी रेस्पेक्ट गर्छौँ त्यसलाई। मैले पहिला पनि गर्थेँ, अहिले पनि गर्छु। हेर्नुहोस्, अहिले पनि गर्छु, त्यसलाई म रेस्पेक्ट गर्छु, अनर गर्छु। तर बिजेपीलाई मान्छेले परिवर्तनलाई, बङ्गाल परिवर्तनलाई भोट हाल्यो, तर यहाँ त परिवर्तन होइन, फेरि त्यो झमेला पो गर्ला जस्तो गर्छ। लु भन्नुहोस् त, अन्त अनि यो झेउरालाई टेर्छौँ हामी? लु भन्नुहोस्, कहाँ टेर्छौँ हामी? टेर्दैन। बुझ्नु भएन? एकदमै बहुत, मैले भने त बहुत दुःख गरेर सङ्घर्ष गरेर हामीले यो शान्ति स्थापना गरेको। हाम्रो भनेको विचार नै मान्छे शान्तिसँगले बस्नुपर्छ अनि राम्रो विकास हुनुपर्छ। तपाईँहरू निर्धक्क बस्नुहोस्, निर्धक्क टाउको ठाडो बनाएर बस्नुहोस्। हेर्नुहोस्, अनि मलाई विश्वास गर्नुहोस्, मैले अहिलेसम्म तपाईँहरूलाई कहिले पनि अप्ठ्यारो परिस्थितिमा उभाएको छुइनँ अनि भोलि पनि उभाउँदिनँ। हेर्नुहोस्, अहिलेसम्म तपाईँहरूलाई मैले कहिले पनि
नेतृत्व गरेको दिन कसलाई मेरो कार्यकर्तालाई दुःख देख्छुइनँ, तर बोली पनि दिँदिनँ। बोली पनि दिँदैन। यो त हामीले समय हो मान्छे चिन्ने, बुझ्नु भएन? यो समय हो र समयमा सबै कुरो चिन्दै जानुपर्छ। कसैलाई केही भन्नु हुँदैन, आफ्नो काम गर्नुपर्छ। त्यही कारण तपाईँहरूलाई म रिक्वेस्ट गर्छु, तपाईँहरू हिजो जस्तो त्यो नाच्दै गरेको त्यस्तै नाचिरहनु। हामी नाच्दै गाउँदै बाँच्नुपर्छ, डरले होइन। हामीले कसैलाई बिजाइनौँ, नाच्यौँ, उफ्रियौँ, गायौँ, बुझ्नु भएन? अनि बिजाउनेवाला पनि छैन, मैले बिजाउनेवाला पनि। मेरोमा रेजिस्टेन्स शक्ति पुरा छ। भगवान्ले मलाई रेजिस्टेन्स गर्ने शक्ति पुरा देख्छ। हेर्नुहोस्, रेजिस्टेन्स गर्ने शक्ति देख्छ। तपाईँहरूले कतिजनाले मलाई देख्दा मन अमिलो नरमिलो नबनाउनुहोस्। मेरोमा छ ताकत फाइट ब्याक गर्ने, मेरोमा स्ट्रेन्थ छ। भगवान्ले देख्छ मलाई। तपाईँहरूले मलाई कतिजना आँखा जुझाउनु पनि सकेन कि यहाँ पर्दाखेरि रुला रुला जस्तो भयो। किन रोनु? यो पहिलापट्टि हारेको हामी। लु भन्नु त बङ्गालसँग त, बङ्गाल र दिल्लीको लडाइँमा त कहिले पनि जितेको छैन त अन्त। लु भन्नुहोस्, जितेको छ। तर यहाँको जब रिजनल लडाइँमा त बिजेपी पार्टीलाई सबै मिल्दा पनि भोट दिएको छ नि त हामीलाई। पञ्चायतमा हेर्नुहोस् दिएको छ। मतलब मान्छेको आस्था चाहिँ हामी माथि छ। एउटा कुरो मान्नुहोस् तपाईँहरूले, मान्छेको आस्था चाहिँ हामी माथि छ नि। किन हामीले मान्छेलाई केही नभए उनीहरूले खाँदै गरेको घाँस चाहिँ शान्तिसँगले खानु पाउँछ नि त। हामीले दिनौँ घाँस होला उनीहरूलाई, तर उनीहरूले खाँदै गरेको घाँस शान्तिसँगले खाएर शान्तिले नसुतेर भोलि बिहान नानीहरूलाई शान्तिसँगले स्कुल पठाउनु पाउँदैछ नि त। हेर्नुहोस्, हाम्रो नानीहरू आइपिएस हुँदैछ, डक्टर हुँदैछ, इन्जिनियर हुँदैछ। अहिले कता कता मान्छेहरू फेरि झमेला गर्छ क्या हो भन्ने मनमा आउँदैछ, उपज हुँदैछ। तर पहाडपछि तपाईँहरू ढुक्कै बस्नु, झमेला चाहिँ गर्नु दिँदैन। हामी हेर्नुहोस्, झमेला चाहिँ गर्दैन। पुलिस प्रशासनलाई म तपाईँहरूलाई धन्यवाद दिन्छु। तपाईँहरूले पनि स्ट्रिक्टली प्रेस गर्नुभयो। तपाईँहरूले शान्ति राख्नुपर्छ भनेर तपाईँहरूले जुन स्टेटमेन्ट दिनुभयो त्यो स्टेटमेन्ट हामी रेस्पेक्ट गर्छौँ। नि हामी कहिले पनि कन्फ्रन्टेसनमा जाँदैनौँ। हेर्नुहोस्, हामीलाई प्रभोक गर्नु सक्छ, हामीलाई प्रभोक, हामी कन्फिडेन्स जाँदैनौँ। जसले प्रभोक गर्छ हामी एउटा ल अनुसार थानामा गएर पुलिसलाई कम्प्लेन गर्छौँ। हेर्नुहोस्, कानुन हातमा लिनु हुँदैन हामीले। हिजो पनि लिनौँ। हिजो हामी पुरा फुल गभर्मेन्टसँग थियौँ। तपाईँहरूलाई याद छ, एब्सोल्युट गभर्मेन्टमा हामी थियौँ, हामी मेजोरिटी थियौँ। त्यति बेला कहिले पनि हामीले कानुनमा हात दिनौँ। मैले हामी जित्दाखेरि कसैले कसैलाई केही गर्दैन है भनेर भन्थेँ। हेर्नुहोस्, मैले भने त हामी जित्दाखेरि पनि मात्दिनौँ, हार्दाखेरि मात्दिनौँ। त्यही कारण तपाईँहरूलाई म रिक्वेस्ट गर्छु, यहाँबाट गएर तपाईँहरू हिजो जस्तो थियो त्यस्तै प्रकारले एकता भएर बस्नुपर्छ। अनि त्यो एकतामा धेरै शक्ति छ। अनि त्यो शक्ति अनुसार तपाईँहरूलाई मैले भनिसकेको छु। तपाईँले मलाई विश्वास गर्नुहोस्, तपाईँहरूलाई मैले कहिले पनि खाल्टा मार्दिनँ। कहिले पनि तपाईँहरूलाई शान्तिसँगले बस्ने बानी छ। अनि यो शान्तिमै वातावरण हामी बनाइराख्नुपर्छ। कसैसँग पनि हेर्नुहोस्, कसैलाई नबिगार्नु, बिगार्नु नडराउनु पर्यो। हामी बिगार्दैनौँ, हामी बिगार्दैनौँ, तर बिगार्न आउनेलाई हामी रोक्न सक्ने हाम्रोमा क्षमता छ। हेर्नुहोस्, त्यही कारण तपाईँहरू राम्रोसँगले अगाडि गएर काम गर्नुहोस्। जे छ तपाईँहरू हो, अब दिनरात खटेर हार्दाखेरि विश्वास त लाग्छ, तर यो एक हप्तामा भुलिन्छौँ। फेरि एक हप्तामा यो भुलिम, आज रिपेयर हुन थाल्यो। अब त्यो हुन्छ नि, दिनरात खटेको हार्यौँ भन्दा सबलाई विश्वास छ। अब त्यो अब त्यो नर्मल कुरा हो पोलिटिक्समा। अब हिजो पनि एमपी हार्दा विश्वास थियो, फेरि एक हप्तामा ठिक पारेर नाच्नु थालिहालेको थियो, बुझ्नु होइन? त्यहाँ एक दिन चाहिँ म बिचमा नाच्ने प्रोग्राम गर्छु, नाच्नुपर्छ एकदिन। त्यो नचाउनै पर्ने रहेछ। मैले फेरि एकपल्ट त लाग्छ तिमीहरूलाई नचाहेँ म, तिमीलाई तरङ्गमा चलाएर अब त्यो फेरि अर्को गीत, नाच्ने गीत बनाउनु पर्छ। अब अस्ति भोटको गीत त बजार हुँदैन होला हामीले, तर ऱ्यापै चल्दो रहेछ पाहाडमा चल्नु चाहिँ। अब अर्को त नाच्नु भुल्ला जस्तो भइसक्यो। ठिकै छ, हामी नाच्दै गाउँदै यो पाहाडलाई अगाडि राखौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हामी एकतासँगले बसौँ।